सकेको कारणले गर्दाखेरि पासपोर्ट रिन्युको लागि चाहिँ अनि हामी चाहिँ हाम्रो नेपाल एम्बेसीतिर जाँदैछौँ है। अनि हामी बिहानै हामी जाँदैछौँ किनभने मान्छेहरू धेरै हुन्छ, त्यस कारणले गर्दा चाहिँ हामी बिहानै गएको छौँ। अनि हाम्रो दिदीहरू पनि हुनुहुन्छ, 4जना हामी छौँ। अनि है अब जुनै देशमा पनि अब हामी पस्छौँ भने चाहिँ हाम्रो 10 वर्षको म्याद हुन्छ है। अनि हामीले चेन्ज अब त्यसपछि चाहिँ नयाँ पासपोर्ट चेन्ज गर्नुपर्छ। अनि त्यो नयाँ पासपोर्ट चेन्ज गर्नको लागि हामी जाँदैछौँ। अनि अब के हुन्छ फर्स्ट टाइम हो है। अनि के हुन्छ हामी तपाईँहरूलाई भन्दै गर्नेछौँ है। हेर्न सक्नुहुन्छ तपाईँहरू जुनै देशमा बस्नुभएको छ नि, अब जुनै देशमा हामी अब होइन अब नेपाल बाहेक अरू देशमा गएपछि त हाम्रो 10 वर्षमा त गर्नुपर्छ है। चाहिँ मलेसियाको बिहानको भ्यू चाहिँ अहिलेको भ्यू चाहिँ यस्तो बिहान चाहिँ शीतलै छ। आज चाहिँ पानी परेको कारणले गर्दाखेरि गाडीहरू जाँदैछ बिस्तारै हल्का हल्का, जेम पनि छ अलिअलि है। अनि बिहानै हामी यस्तो गरेर जाँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो ड्राइभर हाम्रो एकजना नेपाली भाइ हुनुहुन्छ, हाम्रा दिदीहरू भिडियो बनायो, फोटो खिच्दै अब यहाँ आधी बाटो हिँड्दै कतिवटा भिडियो बनाइसक्यो। हेलो, अहिले चाहिँ हामी यहाँको सिटी मलेसियाको सिटीमा है कुआलालम्पुरमा आइसक्यौँ। जामको कारणले गर्दाखेरि हामी बसिरहेको छौँ। यो चाहिँ हाम्रो मलेसियाको केल टावर हो। कहाँ मेरो केल टावर देखिरहेको र देखि त हेलो गाइस, यो चाहिँ हाम्रो नेपाल एम्बेसी है। चाहिँ मलेसियाको कुआलालम्पुरमा छ नेपाल एम्बेसी। आज हामी चाहिँ पासपोर्ट रिन्यू गर्न नेपाल एम्बेसीमा आएको। हेर्नु न, एम्बेसी नै बन्द रहेछ आज। अनि है फेरि फर्केर जानुपर्ने भयो। अनि अब हामी फर्किँदैछौँ गाइस नेपाल एम्बेसीबाट। यो चाहिँ यहाँ केलमा पर्छ है। यो चाहिँ मलेसियाको सिटी भनौँ न। हेलो गाइस,